हाल भेन्टा हाल मुली हाल बैगुन हाल अनि करा चिच्चा पानी झिक भन्छ तराले के भने तरा आम ल 6,000 आएको बिर्सि ल यसो पनिसमेन्ट यस्तो गर्न त पपी खाइदियो नि त पपी ल तोर म ए 16 चोटि जीवन तँलाई सोध्दाखेरि यताबाट कताबाट देखा नि त हामी हेर्छौँ त्यो देखाइदियो जहाँ ठाउँ मेरो 6-7 हजार आउँदा केही गरिस् मलाई बिहा गरे भने कुट पनि ल कुट ल त लात्तै लात्ताले नि म त ओ आमा एउटा मसिट आउँदैछ हो कहाँदेखि त्यो भाइले नराम्रो लेखेन ओ साइला भिसी भनेको बुझिन हो अलिक मजाले भन त विनोदलाई ओ भिडियो भनेको नि भिसी भनेको तपाईँको वाट्सएपमा भिडियो कलमा सामान च्यात्छ केटाले हेर्छ अनि केटीलाई गिफ्टरले के भन्छ भने करेला हाल भेन्टा हाल मुली हाल बैगुन हाल अनि करा चिच्चा पानी झिक भन्छ त्यही हो मैले पनि सुनेको है बुझिस् बुझिस् करा आवाज निकाल पानी हातले खेला त्यही हो देखा मैले हेर्छु राम्ररी त्यही हो दुःख दिने काम फेरि छोरी चेलीलाई बुझिस् वाट्सएपमा नाङ्गिने कार्यक्रमलाई भिसी भन्छन् ल बुझ्यौ बुझे भन्न त्यो केटा कहाँ गयो बुझिस् अहिले सही हो यस ल त्यो केटाको नाम त्यही हो अनि अहिले चाहिँ लबरकै ल्याउँदो रहेछ मैले देखेको पनि छु केटीकोबाट त्यो पाउँदो रहेछ क्या त्यो जेलको त्यही ढुकाउँदो रहेछ मैले देखेको थोरी देखेको यो हाल्नु लाउँछ साइला भन्थ्यो केटीले बहिनीले यस्तो हाल्नु लाउँछ अरे गिफ्टर कसम यत्रो लामै ल्याएको थियो त्यसले देखाएको मलाई यति पुरै जान्छ अरे यति अब हाम्रो आधी जान्छ अनि यिनीहरूबाट मान्छ आफै विचार गर न कसम भगवान् कसम जेली किन्नु लाउँदो रहेछ त्यस्तो यो गिफ्टरहरू नि त्यस्तो मान्नेर मूर्ख हो नि यो साथी त्यत्रो पैसा हाल्छ है हेरेर अरे हो फोनमा गएर हेर्दा भइगयो त है त्यत्रो पैसा हानेर अनि त्यो पैसा चाहिँ गरिब दुखीलाई दिँदा कस्तो हुन्थ्यो होला त्यो अनाथ मेरो बाहिर हाल्दा कस्तो हुन्थ्यो होला भन्न पर्यो सिधै रोन्डा कसो अब त्यस्तै गर्ने भने यहाँ अनुहार हेरेर इमेजिन गर्दाखेरि भइगयो त नि किन पैसा यो त मुद्दा भएन यसो बोल्यो बहिनी के छ आऊ न बोल राम्रो तिम्रो नाम के हो भाग्नु खोज्छ त होइन एट्र्याक्सन गराउने त एक गेम खेलिदिनुहोस् न सकिगयो त अनि एउटै कुरो त त्यो रह्यो होइन र त्यो कसो राख्यो अनि त्यो पैसा यता हानिँदा त अनि डबल फाइदा भयो यता आफूलाई घाटो छ यताबाट पनि गयो बहिनी नजाउ न कि बजाउ न तिमी कस्तो ढाँट्छौ यारी तल ओहो भ्याइयो त साथी यति गर्दा त अघि छिट पैसा सेपलाई हेर्नुहोस् मूर्ख होइन यो गिफ्टरहरू मूर्ख हो कि होइन साथी भन्नुहोस् त ल अब त्यो देखाएको छ भने उसले त पुरा सन्काएर देखाइदिन्छ अनि केटीले उस्तै चाह्यो भने त्यसको ब्ल्याकमेल गरेर बदनाम गर्छ अब खाटमुनि कसले देख्छ ल आउनुहोस् त बहिनी आँखा गर्नुहोस् अलिक फेसबुक माथि आइज न माथि फेसबुक पुरै देखाउ न सकिगयो त अनि हो साइला भन् अनि मूर्ख होइन त्यो गिफ्टरहरू पैसा धेरै भएर फालेको क्या तिनीहरूले चाहिँ कसम होला म त्यही भन्छु है मुखै त हेर्ने अरू त तलको त हेर्दै राम्रो त्यो गिफ्टरले भन्न मुख पनि देखाएन त अनि त्यो भए त मान्दैन केटाले एक्सन हेर्न खोज्छ के कसो हो केटा म जस्तो त्यस्तै भन्दै मलाई पनि त्यस्तै सुनेको अनि यहीँ अनि किस खानु मन भने यहीँ मुख जोडेर खाँदा किस खाएकै जस्तो हुँदो रहेछ बाजुरासँग म त्यसै गर्छु मुख लियो भने टुट हाँसेर दिँदा चाहिँ हालेकै जस्तो हुँदो रहेछ बाजुरी योसँग त्यही हो टाइट कुरो राइट